Guys, welcome back to my YouTube channel. And if you guys are watching me for the first time, then it's me, Poonam Bhattarai. So guys, good morning सबैजनालाई. अहिले चाहिँ बाहिर एकदम चिसो चिसो छ, अँध्यारो छ हैन, कस्तो अँध्यारो छ. म चाहिँ ड्युटी जान लागेको, आज चाहिँ मेरो मर्निङ ड्युटी. सो अब म गाडीमा बस्छु हैन, ड्युटी जान्छु. के कस्तो हुन्छ तपाईहरुलाई मेरो दिन कसरी बित्छ देखाउँछु. अनि आज के हो भन्दाखेरि भेरी एक्साइटेड गेम NPL सिजन 2 को डे 2 थर्ड गेम भनौँ न. हाम्रो थर्ड गेम छ पोखरा एभेन्जर्स भर्सेस विराटनगर किङ्स. सो आई विल बी देयर अन द ग्राउन्ड हैन. यो भिडियो अलि पछि आउँछ. होप तपाईहरुले मलाई त्यो ग्राउन्डमा देख्नुहुन्छ. इफ देख्नुभयो भने यो भिडियो तपाईहरुमा आज आयो भने प्लिज एउटा सानो कमेन्ट चाहिँ छोड्न नबिर्सिनु होला. यो रिलेट. सो I will like you guys, हाम्रो एन्टायर विराटनगर किङ्सलाई चाहिँ अल द बेस्ट भन्न चाहन्छु यहीँबाट. डु योर बेस्ट. वी विल बी देयर टु सपोर्ट यु अन द ग्राउन्ड. ओके गाइज, सी यु. म अब हस्पिटल गएपछि देखाउँछु हजुरलाई. सो म चाहिँ अहिले आइसकेँ होइन बाटोमा. यस्तो चिसो छ. ड्युटी जानै पर्यो, काम गर्नै पर्यो हैन. सो हियर इज माई वर्किङ प्लेस. एन्ड द भ्यू फ्रम हियर सुपर बवाल. बिहानमा यस्तो मजाले देखिरहेको छ. म नि युट्युबर भन्नु पर्यो कि. हेलो दिदी. मेरो जस्तो कभरेज सो अब चाहिँ म हस्पिटल पुगेँ. टेन्टरान टिन 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 हिँड्दैछु होइन. बिस्तारै बिस्तारै स्वास्वा गर्दै गर्दै हिँड्दैछु र फाइनली आइपुगेँ म मेरो वार्ड. चेक इन गरौँ अब गाइज. भयो चेक इन पनि. ल है त. सो अब चाहिँ म इमर्जेन्सी ड्रग्स र इन्भेन्ट्रीहरू चाहिँ काउन्ट गर्दैछु. उता साइडमा सुस्मिता दिदी नि काउन्ट गर्दै होइसिन्छ मजाले. सुरु गरेर छोडिदिन्छ नि. मोबाइल निकाल्न जान्छ आन्टी. बेबीलाई चाहिँ हामी नुहाइदिन लाछौँ. देखाउँदिन हौ, मलाई पनि थाहा छ प्राइभेसी भन्ने कुरा हुन्छ. भन्नुहोस्. आमा अहिले कस्तो रातो भइसक्यो. ब्लस लाउनै पर्दैन हजुर. हामी अब बेबीलाई नुहाइदिन्छौँ. म हेल्प गर्छु है. बाई बाई खाइजु. म साँच्चीकै हो के दिदी, कस्तो नपत्ताको र. जाडो महिनामा कसलाई गर्मी हुन्छ. उहाँलाई हेर्नुहोस् कस्तो पसिना आउँछ जाडो महिनामा पनि. नुहाइधुवाइ गरेर रोइरहेछ बाबु. नुहाइदिइसक्यौँ उसलाई चाहिँ हामीले होइन. म भ्लगर बन्छु भन्दा कसरी पत्ता कि होइन. म बनेर देखाउँछु. रुक्नु हजुरलाई. भ्लग बनाइरह क्या. यस्तो घुमाएर बनाउनु न. ल ल ल ल ल. हाय हाम्रो डाक्टर हुनुहुन्छ. हाई गरिदिनु. ब्लड ग्लुकोज टेस्ट गर्न जान लागेको छ. प्लिज ठुलो डाक्टर होला. बच्चाले त्यत्रो पनि गर्छु है म.
बच्चालाई कति दुख्छ म हाली हाली घुमाइ घुमाइ गर्छु है 91 110 हैन फास्टिङ खाएपछि त अलि धेरै हुनुपर्ने अहिले गुलियो खानु भएको हैन भर्खरै So here I go, all set for NPL Season 2, first game of Viratnagar Kings. So I'm all set, I'm going. यही कामबाटै सिधै जाँदैछु म चाहिँ गेम हेर्नको लागि. अब होप हजुरले मलाई देख्नुहुन्छ होला यो भिडियो आउने बेलासम्म. इफ देख्नुभयो भने प्लिज सानो एउटा कमेन्ट चाहिँ छोड्न नबिर्सनु होला है त. सी यु देयर अल. अब चाहिँ म चेक आउट गर्दैछु. Okay, here I go. Bye bye. So I'm already here at Balkhu, waiting for someone to go at Tew ground. Okay, भर्खर गाडी पनि गयो हाम्रो प्लेयर्सहरुको. मैले त्यो चाहिँ देखाउन पाइन अलि परे थिए. मैले ठ्याक्क देखिहालेँ. So I'm very excited, guys. Excited तर मैले नै खेल्ने जस्तो हल्का हल्का नर्भस पनि भइरहेको छु म. कता कता डर पनि लागिरहेछ मलाई हैन के हुन्छ भनेर. होप राम्रै हुन्छ. All the best. So someone is coming to pick me. Hi da. Look at here. All the support to Viratnagar Kings. Hello. So म पनि बसे अब. I will. So yeah. भर्खर त्यो बहिनीहरू पनि गएको थियो. आयुष र को थियो नि अर्को त्यो बहिनी. यतिको फ्यान चाहिँ चाहिन्छ हामीलाई हेर्न जो माला नै त्यो ट्र्याक ओढेरै आउने. लेट्स गो किङ. भेरी एक्साइटेड. जुनमा धेरै हुन्छ अनि रोएर फर्किन्छु. So guys, हामी चाहिँ टियु ग्राउन्डमा पुगिसकेका छौँ. टियु ग्राउन्डको मेन गेट अगाडि सबैजना साथीहरूलाई पर्खिँदैछु. प्रिभियस सिजनमा जस्तो थियो त्यस्तै नै छ. रिजल्ट चाहिँ यसपालि डिफ्रेन्ट आउँछ भन्ने चाहिँ आफूलाई पनि आश लागेको छ. प्लस टिमको पनि त्यही अनुसार बिल्डअप भएको छ. प्लेयर्सहरू सबै त्यही अनुसार बिल्डअप भएको देखिरहेको छ. आई गेस दिस टाइम ग्लोरी आफ्नै नै हो. नेपाल प्रिमियर लिग सिजन 2 को आज सेकेन्ड डे हो. सेकेन्ड डेमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स बिचको गेम फ्लड लाइटमा हुँदैछ. त्यसलाई लिएर चाहिँ कतिको एक्साइटेड हुनु त्यसले गर्दा यो चाहिँ छ हाम्रो फ्यान्डम किङडम युनाइटेडको चाहिँ सानो इन्टरभ्यू. अनि पहिलो एनपीएल सिजन All are ready and excited. रुट चढ्नु त भएन. बसेर काम खाँदै ताप्दै यो जोडी चाहिँ बस्ने सिट पाइएको धेरै खुसी लागिरहेछ. यसमा चाहिँ हामी क्यान्सल गर्दा हो यो सबै. काकुलाई के भन्ने? काकुलाई बेस्ट अफ लक. विकेट लिनु जित्नु ट्रफी पाउनु ठुलो भएर डाक्टर बन्नु. भाउजू र म कुन चाहिँ गेम सुपर ओभर भएको दिन हो? सुपर ओभरमा चाहिँ नै होइन कुन दिन हामी सँगै बसेर यस्तो हारेको थियो होइन. यति एक्साइटेड भएर भाउजू र म यस यस गरेर भिआइपी जोनमा बसेर कराएको थियौँ. लास्टमा त यस्तो स्याड भनौँ बाई बाई भन्दै गएको हो हामी एकदम स्याड भएर. तर यो पालि होप सो त्यस्तो नहोस्. हामी अलिकति ढिला भइसक्यौँ. पुरै कहाँ मामा घरै जान्ला जसरी हिँडिसक्यौँ. गेम कहाँ पुगिसक्यो त्यहाँ. तर भित्र गएर भयो नि देखाउँछु म. डोन्ट वरी गाइस. सो आई एम हियर विथ माई फ्यामिली बास लिएर. एउटा कुरा चाहिँ भाउजूको र मेरो सेम भएछ. फ्लेक्स हान्नु त भाउजू. भाउजूको र मेरो सेम भएछ होइन. आज हामी एकदम रमाइलो गर्छौँ प्लेयर्स फ्यामिलीमा डिसिप्लिनमा बसेर पनि होइन. अनि डिसिप्लिनमा बसेर पनि हामी एकदम रमाइलो गर्छौँ. हामी
भिडियो भ्लग्स बनाउँछौँ, फोटो खिच्छौँ, नानीहरूसँग रमाइलो गर्छौँ। सो यहाँ छौँ हामी प्लेयर्स फ्यामिली, निकेश दाउ त्यहाँ, घनश्याम दा त्यहाँ हुनुहुन्छ। सोनियाहरू त्यहाँ छन्। म अहिले आउँछु सोनिया त्यहाँ एकछिनमा। मलाई चाहिँ प्लेयर्स फ्यामिलीतिर चाहिँ अलिकति नरमाइलो जस्तो लाग्यो र म फ्यान जोनतिर चाहिँ उफ्रिँदै नाच्दै र सँगै साथीहरूलाई सपोर्ट गर्नलाई चाहिँ यतातिर भर्याङमा यसो गीत बजिरहेको भए चाहिँ नाच्दै आइरहेको थिएँ। यहाँ अब हामी रक गर्नेवाला छौँ गाइस। Number 13 is 138 for 1. The boundary. Numbers gone, it's 150 for 2. I love you. Listen, guys. Happy birthday to you. Happy birthday to you. सो हाम्रो चाहिँ 20 ओभर सकिसकेको थियो, जहाँ चाहिँ विराटनगर किङ्सले ब्याटिङ गरेर पोखरा एभेन्जर्सलाई चाहिँ 221 को टार्गेट दिएको थियो। त्यो ब्रेकमा चाहिँ यस्तो सानो रमाइलो गर्दै थिएँ, डान्स गर्दै थिएँ, आफूमै रमाउँदै थिएँ म है। अनि ब्रेकको टाइममा चाहिँ यसो हल्का मेरो ममा भएको खुबी पनि देखाउँदै थिएँ म। त्यही हो। Skipper Sandeep Lamichhane is the new bowler for Viratnagar.
एन्डबाट बलिङ गर्न आएका हुन् शुभम रञ्जने। So here is the fan of Biratnagar, yay! So यहाँ चाहिँ सबैजना रमाउँदै खराउँदै the queen is here to support the kings भन्दै हैन उहाँले एकदम सपोर्ट गरिराख्नु भएको थियो। कति मेहनत गरेर सपोर्ट गर्नुभएको छ हेर्नुहोस् न। अनि हाम्रो साथीहरू पनि आफैमा रमाउँदै गाउँदै अभिषेक is here dancing himself, yay! यसरी यस खेलमा विराटनगर किङ्सले 53 रनले यो खेल जित्न सफल भएको छ भने विजय टोलीलाई हार्दिक बधाई छ। After the winning, here we go. So हाम्रो किङडम युनाइटेडबाट चाहिँ गाइजहरू आफ्नो काममा लागिसक्नु भयो। सरी गाइज सानो क्लिप बनाउनु पर्ने भएर चाहिँ म आई विल जोइन यु गाइज हैन। थ्याङ्क यू सो मच गाइज। आफू बसेको ठाउँ चाहिँ प्लिज सफा राख्ने गरौँ हैन। दिस विल हेल्प अस। आफू बसेको ठाउँलाई चाहिँ सफा राख्नुपर्छ। यो हामी आफैको दायित्व र कर्तव्य हो, पर्सनल हाइजिनसँग रिलेट भएको भएर। सो एट लास्ट we won the match by 53 runs and congratulations to the entire team of Biratnagar Kings and congratulations to me also. I was so happy. Bye bye. See you guys. Thank you so much. So thank you guys. Thank you so much for joining us. हामीले गरेको देखेर नै उहाँहरू आउनु भएको छ as a Biratnagar Kings fans. So thank you so much. Biratnagar Kings fans from all the way from Japan. Wow! तर आजैकै लागि आउनु भयो होला? आजकै लागि। Wow! Good to see you. हजुर गौरदा पर्दिरपट्टि। हजुरहरू आएको पनि फाइदा भएछ हैन। हामीले जित्यौं। We are here. भाउजू I'm seeing you यहाँबाट। I will call you रुके। तर होस् म चिच्चाउँदिन, घाँटी अलरेडी दुखिसक्यो। Let me not चिच्चाइङ भाउजू। I'm so sorry I can't come there. But we win, Bauju. Congratulations to us. We win by 53 runs. Bauju, we win. Congratulations to us. Our first match nahi jityam. So let's see post match. कस्तो लाग्यो हजुरलाई? नेक्स्ट गेम पनि आइसिन्छ फेरि पोखरा जाने कि चितवन? आफ्टर गेम चाहिँ सबैजना यहाँ टुट पडिरहन्। टुट पढ गाइस। यता बिल पे गर्ने मान्छे नि भेटिसक्यौँ हामीले। कङ्ग्रेचुलेसन्स वान्स अगेन टु अस। ल रमाइलो भयो आजको गेम गाइस। सबैजनालाई फेरि पनि कङ्ग्रेचुलेसन्स। आफूले आफूलाई ताली बजाऊ एकचोटि। थ्याङ्क यू सो मच एभ्री वान। हाम्रो फर्स्ट गेम हामीले जितिसकेको छौँ। अब आउने गेमहरू पनि जित्छौँ हामी। किप लभिङ, किप सपोर्टिङ। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। लभ यु अल।